नेपालका नेताहरू कति धनी छन् भन्ने प्रश्नले सधैँ जनताको मनमा जिज्ञासा जगाउने गरेको छ। देशको नीति निर्माण गर्ने शक्ति र पहुँच भएका यी व्यक्तिहरूको वास्तविक आर्थिक अवस्था कस्तो छ? भर्खरै सार्वजनिक भएको चैत 2082 को आधिकारिक सम्पत्ति विवरणले केही चकित पार्ने तथ्यहरू बाहिर ल्याएको छ। तर यसले अर्को प्रश्न पनि जन्माउँछ, के यो नै सम्पूर्ण सत्य हो कि अझै धेरै कुरा पर्दा पछाडि लुकेको छ? अब सुरु गरौँ काउन्टडाउन नम्बर 10 बाट। 10 नम्बरमा आउनुहुन्छ कृषि मन्त्री गीता चौधरी। 5 तोला सुन, 100 तोला चाँदी र करिब 1,26,000 रुपियाँ नगद। तर उहाँको विवरणमा सबैभन्दा फरक कुरा के छ भने 2वटा खसी र 10वटा कुखुरा पनि सम्पत्तिमा समावेश गरिएको छ, जसले उहाँको जीवनशैली अझै जमिनसँग जोडिएको सङ्केत दिन्छ। अब 9 नम्बरमा हुनुहुन्छ कानुन मन्त्री शोभिता गौतम। उहाँसँग 10,50,000 रुपियाँ नगद, 15 तोला सुन, 9 तोला चाँदी र केही हिराका गहना छन्। त्यसमाथि ट्रेकिङ कम्पनीमा 50% सेयर लगानी र काठमाडौँ तथा चितवनमा घर जग्गा, यी सबैले उहाँलाई आर्थिक रूपमा बलियो बनाएको छ। 8 नम्बरमा आउनुहुन्छ प्रतिभा राहुल। उहाँसँग करिब 1 करोड 20 लाख बराबरको जग्गा, 24 लाख रुपियाँ नगद र 25 तोला सुन रहेको छ। उहाँको सम्पत्ति सन्तुलित र सुरक्षित देखिन्छ। 7 नम्बरमा परराष्ट्र मन्त्री शिशिर खनाल। उहाँसँग 13 लाख नगद र 22 तोला सुन भए पनि उहाँको वास्तविक सम्पत्ति भनेको जमिन हो। काठमाडौँ, तनहुँ, नवलपुर र नेपालगञ्जमा फैलिएको 28 रोपनी भन्दा बढी जग्गाले उहाँलाई माथिल्लो स्थानमा ल्याएको छ। 6 नम्बरमा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ हुनुहुन्छ। उहाँसँग 64 लाख रुपियाँ नगद, 15 तोला सुन, 50 तोला चाँदी र 1 करोड 45 लाख रुपियाँ बराबरको सेयर लगानी छ। साथै काठमाडौँमा 2 तले घर रे उहाँको सम्पत्ति अझ मजबुत बनाएको छ। अब 5 नम्बरमा आउनुहुन्छ गृहमन्त्री सुदन गुरुङ। उहाँको सम्पत्ति निकै धेरै छ। 89 तोला सुन र 6 केजी चाँदी, बैंक खातामा 61,60,000 रुपियाँ नगद छ भने विभिन्न कम्पनीहरूमा 4 करोड 31 लाख भन्दा बढीको सेयर लगानी रहेको छ। धनकुटामा 20 रोपनी जग्गा र परिवारको नाममा चितवन तथा गोर्खामा विशाल क्षेत्रमा जग्गा रहेको छ। साथै उहाँसँग 48 लाख रुपियाँ मूल्यको इलेक्ट्रिक कार पनि रहेको छ, जसले उहाँलाई यो सूचीको टप 5 मा मजबुत रूपमा राख्दछ। अब 4 नम्बरमा छन् भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल। उहाँसँग 90 लाख रुपियाँ नगद, 30 तोला सुन, 50 तोला चाँदी र विभिन्न स्थानमा घर जग्गा रहेको छ। स्थिर र व्यवस्थित सम्पत्ति संरचना उहाँको राम्रो विशेषता देखिन्छ। अब 3 नम्बरमा आउनुहुन्छ प्रधानमन्त्री बालन शाह। उहाँको बैंक खातामा 14 करोड 60 लाख रुपियाँ रहेको छ, जुन मुख्यतः डिजिटल प्लेटफर्मबाट आएको हो भनेर उहाँले भन्नुभएको छ। व्यक्तिगत नाममा धेरै जग्गा नभए पनि परिवारको नाममा काठमाडौँ र मध्य प्रदेशमा धेरै क्षेत्रफलमा जग्गा रहेको छ। साथै 190 तोला सुन र हिराका गहना पनि उल्लेख गर्नुभएको छ। अब हाम्रो सूचीको 2 नम्बरमा हुनुहुन्छ स्वर्णिम वाग्ले। उहाँसँग 9 करोड रुपियाँ नगद, 19 करोड बराबरको सेयर लगानी र 12 करोड भन्दा बढी मूल्यका घरहरू छन्। तर 3 करोड 55 लाख रुपियाँ ऋण पनि रहेको छ, जसले देखाउँछ कि ठूलो सम्पत्तिसँगै ठूलो दायित्व पनि रहेको छ। अनि अन्ततः 1 नम्बरमा सबैभन्दा धनी मन्त्री सस्मित पोखरेल। 20 करोड भन्दा बढीको घर जग्गा, 17 करोड 70 लाख रुपियाँ बराबरको सेयर लगानी, 25 तोला सुन र 100 तोला चाँदी, 75 लाख ऋण भए पनि नेटवर्थका आधारमा उहाँ सबैभन्दा अगाडि देखिनुहुन्छ। अब प्रश्न तपाईका लागि, यी सबै तथ्यहरू आधिकारिक रूपमा सार्वजनिक गरिएका हुन्, तर के तपाईलाई लाग्छ यो नै सम्पूर्ण सत्य हो कि अझै धेरै सम्पत्ति विभिन्न नाममा लुकाइएका हुन सक्छन्? तपाईको विचार के छ? नेपालका नेताहरूको वास्तविक सम्पत्ति कति हुन सक्छ? आफ्नो धारणा कमेन्टमा अवश्य लेख्नुहोला। धन्यवाद।